यो कुरा सुन्दा अविश्वसनीय लाग्न सक्छ, तर बाइबलमा उल्लेख गरिएको छ कि एकजना मानिस 3 दिनसम्म माछाको पेटभित्र जीवित रहे। आजको यो भिडियोमा हामी त्यही घटनाबारे जान्नेछौँ। हो, यो कुनै काल्पनीय होइन, तर बाइबलमा उल्लेख गरिएको एक ऐतिहासिक घटना हो। यो घटना त्यस्तो एक अगमवक्ताको जीवनसँग जोडिएको छ जसले परमेश्वरको आवाज सुने, तर त्यसबाट भाग्न खोज्दा आफूलाई समुद्रका छालाहरूमा डुबिरहेको अवस्थामा पाए र अन्ततः माछाको पेटभित्र पुगे। आज हामी त्यही व्यक्तिको घटना सुन्दैछौँ जसले सोचे कि ऊ परमेश्वरबाट लुक्न सक्छ, तर उसले यो कुरा बिर्सियो कि परमेश्वरबाट केही गरी पनि लुक्न सकिँदैन। यही अगमवक्तालाई परमेश्वरले एउटा जिम्मेवारी दिनुभएको थियो, तर उसले त्यो जिम्मेवारीबाट मुख मोड्यो। त्यसपछि जे भयो त्यो कुनै रोमाञ्चक कथाभन्दा कम थिएन। धेरै समय पहिलाको कुरा हो। इजरायल देशमा योना नामका एक अगमवक्ता बस्दथे। योना असल मानिस थिए। उनी परमेश्वरको आज्ञा मान्थे, मानिसहरूलाई परमेश्वरबारे बताउँथे र उनीहरूलाई सहयोग गर्थे। एक दिन परमेश्वरले योनालाई भन्नुभयो, योना, म तिमीलाई एउटा महत्त्वपूर्ण काम दिन्छु। तिमी निनवे शहरमा जानुपर्छ। निनवे एउटा धेरै ठूलो शहर थियो जहाँ धेरै मानिसहरू बस्दथे, तर त्यहाँका मानिसहरू अत्यन्तै खराब काम गर्थे। परमेश्वरले भन्नुभयो, निनवेका मानिसहरू झूट बोल्छन्, चोरी गर्छन् र एक अर्कालाई दुःख दिन्छन्। तिमी त्यहाँ गएर उनीहरूलाई चेतावनी देऊ। यदि उनीहरूले आफ्ना खराब काम छोडेनन् भने म त्यो शहर नष्ट गर्नेछु। यो कुरा सुनेर योना धेरै चिन्तित भए। उनले मनमनै सोच्न थाले, निनवेका मानिसहरू त इजरायलका शत्रु हुन्। यदि मैले उनीहरूलाई चेतावनी दिएँ र उनीहरूले पश्चाताप गरे भने परमेश्वरले उनीहरूलाई माफ गर्नुहुनेछ। त्यसपछि त उनीहरूले हामीमाथि आक्रमण गर्न सक्छन्। यो काम योनालाई मन परेन। उनी चाहँदैनथे कि निनवेका मानिसहरू बचुन्। त्यसैले उनले एउटा गलत निर्णय लिए। उनले सोचे, म परमेश्वरको आदेशबाट भाग्छु। म यस्तो ठाउँमा जान्छु जहाँ मलाई यो काम गर्न नपरोस्। योना आफ्नो सामान लिएर यप्पा बन्दरगाहतर्फ लागे। यप्पा एउटा ठूलो बन्दरगाह थियो जहाँबाट जहाजहरू विभिन्न ठाउँतर्फ जान्थे। त्यहाँ पुगेपछि उनले तर्शीस जाने एउटा जहाज तयार अवस्थामा देखे। तर्शीस निनवे भन्दा ठीक उल्टो दिशामा निकै टाढा थियो। योना मनमनै खुसी भए। जति टाढा जान सकिन्छ त्यति टाढा जान्छु। उनले भाडा तिरेर जहाज चढे। जहाजमा अरू पनि यात्रुहरू थिए, केही व्यापारी, केही आफ्ना परिवार भेट्न जाँदै गरेका मानिसहरू। सबै यात्रुहरू खुसी थिए। योना भने जहाजको सबैभन्दा तल्लो भागमा गएर सुते। उनको मन भारी थियो। उनलाई थाहा थियो कि उनले गलत काम गरिरहेका छन्, तर उनी परमेश्वरको आज्ञा मान्न चाहँदैनथे। केही समयपछि जहाज समुद्रमा अघि बढ्यो। सुरुमा मौसम ठिकै थियो, तर अचानक परमेश्वरले समुद्रमा भयानक आँधी पठाउनुभयो। हावा तीव्र गतिमा चल्न थाल्यो। समुद्रमा ठूला ठूला छालाहरू उठ्न थाले। जहाज खेलौना जस्तै हल्लिन थाल्यो। नाविकहरू डराए। उनीहरूले यति भयानक आँधी कहिल्यै देखेका थिएनन्। जहाजमा पानी पर्न थाल्यो। सबै यात्रुहरूले आफ्ना आफ्ना देवतालाई पुकार्न थाले। जहाजका कप्तानले भने, छिटो गर, जहाजका भारी सामानहरू समुद्रमा फालिदेऊ, नत्र हामी सबै डुब्छौँ। व्यापारीहरूले आफ्ना सामान फाल्न थाले। सबैले ज्यान बचाउन प्रयास गरे। तर यति धेरै हलचल र डरको बीचमा पनि योना तल गहिरो निद्रामा सुतेका थिए। कप्तान तल गएर योनालाई जगाएर भने, ए मानिस, यस्तो बेलामा पनि कसरी सुत्न सक्छौ? उठ, तिमी पनि आफ्ना देवतालाई प्रार्थना गर, सायद हामी बाँचौला। योना माथि आए। उनले बुझे कि यो आँधी आफ्नै कारणले आएको हो। मानिसहरूले चिट्ठा हाले र दोषी योना नै ठहरिए। योनाले स्वीकार गरे, म हिब्रू हुँ। म स्वर्ग र समुद्र बनाउनुहुने परमेश्वरमा विश्वास गर्छु। म उहाँको आदेशबाट भागिरहेको थिएँ। सबै डराए। आँधी झन बढ्दै गयो। योना बोले, मलाई समुद्रमा फ्याँकिदिनुहोस्, तब मात्र आँधी रोकिन्छ। मानिसहरू चाहँदैनथे, तर अन्ततः उनीहरूले परमेश्वरसँग प्रार्थना गरेर योनालाई समुद्रमा फ्याँके। त्यसै क्षण आँधी रोकियो। समुद्र शान्त भयो। योनालाई समुद्रमा डुब्न दिइएन। परमेश्वरले एउटा विशाल माछा तयार पार्नु भएको थियो। त्यो माछाले योनालाई निले। योना 3 दिन र 3 रात माछाको पेटभित्र रहे।
अन्धकार, डर र पीडाबीच उनले पश्चाताप गरे। उनले परमेश्वरसँग माफी मागे। अन्ततः परमेश्वरले माछालाई आदेश दिनुभयो र माछाले योनालाई किनारमा उकेल्दियो। योना नयाँ जीवन पाएझै भए। परमेश्वरले फेरि भन्नुभयो, उठ, निनवे जाऊ। यसपटक योना आज्ञाकारी भए। हो परमेश्वर, म जान्छु। र उनी निनवेतर्फ लागे, परमेश्वरको सन्देश बोकेर। जे हुनेछ परमेश्वरको इच्छा अनुसार नै हुनेछ। निनवे एकदमै ठूलो सहर थियो। त्यो सहर पुरै घुम्न 3 दिन लाग्थ्यो। त्यहाँ लाखौं मानिसहरू बस्दथे। त्यो त्यतिबेलाको सबैभन्दा ठूला सहरहरूमध्ये एक थियो। योना निनवे सहरमा प्रवेश गरे र प्रचार गर्न थाले। उनले भने, सुन्नुहोस्, म परमेश्वरको सन्देश लिएर आएको छु। अबदेखि 40 दिनपछि निनवे सहर नष्ट हुनेछ, किनकि परमेश्वर तपाईहरूको खराब कामदेखि अत्यन्तै रिसाउनु भएको छ। योना बोलेको सुनेर मानिसहरू रोकिए। केही मानिस हाँसे, केही रिसाए। तर जति योनाको सन्देश सहरभरि फैलिँदै गयो, त्यति नै मानिसहरू डराउन थाले। योनाले भने, तपाईहरू झुट बोल्नुहुन्छ, चोरी गर्नुहुन्छ र एक अर्कालाई मार्नुहुन्छ, गरिबहरूलाई सताउनुहुन्छ। परमेश्वरले यो सबै देखिरहनु भएको छ। यदि तपाईहरूले आफ्ना खराब काम छोड्नु भएन भने परमेश्वरले तपाईहरूलाई सजाय दिनुहुनेछ। निनवेका राजाले पनि योनाको कुरा सुने। राजा बुद्धिमान थिए। उनले सोच्दै भने, यो मानिस यति साहसका साथ हाम्रो सहरमा आएको छ भने यसको परमेश्वर अवश्य नै शक्तिशाली हुनुहुन्छ। राजाले आफ्ना सल्लाहकारहरूलाई सोधे, तपाईहरू के सोच्नुहुन्छ? के यो मानिसले भनेको कुरा सत्य हुन सक्छ? सल्लाहकारहरूले भने, महाराज, सम्भव छ, हामी सावधान रहनुपर्छ। राजाले तुरन्तै निर्णय लिए। उनले आफ्नो महँगो राजसी पोशाक उतारे, भाङ्रा लगाए र खरानीमा बसे। यो आफ्नो पापप्रति पश्चाताप जनाउने संकेत थियो। राजाले सहरभरि आदेश जारी गरे, सुन्नुहोस् सबैजना, आजदेखि सबैले आफ्ना खराब काम छोड्नुपर्छ। सबैले भाङ्रा लगाउनुपर्छ। कसैले पनि खाना खानु हुँदैन। सबैले परमेश्वरसँग माफी माग्नुपर्छ। राजाले अझै भने, जनावरहरूलाई पनि केही नखुवाइयोस्। सबैजना परमेश्वरसँग प्रार्थना गरून्। सायद परमेश्वरले हामीलाई माफ गर्नुहुनेछ। राजाको आदेशपछि पुरै सहर परिवर्तन हुन थाल्यो। सानोदेखि ठूला सबैले खराब काम छोड्न थाले। जो चोरी गर्थे उनीहरूले चोरी गर्न छोडे। जो झुट बोल्थे उनीहरूले सत्य बोल्न थाले। मानिसहरू आफ्ना गल्ती सम्झेर रोए। उनीहरूले भने, हे परमेश्वर, हामीले धेरै पाप गरेका छौं। हामी गलत बाटोमा हिँड्यौं। कृपया हामीलाई माफ गर्नुहोस्। धनीहरूले गरिबहरूलाई सहयोग गर्न थाले। चोरी गरेको सामान फिर्ता गरियो। झगडा गर्नेहरूले एक अर्कासँग माफी मागे। सहरभरि शान्ति छायो। अब कसैले पनि खराब काम गर्दैनथे। यो देखेर योना पनि खुसी भए। परमेश्वरले देख्नुभयो कि निनवेका मानिसहरू साँच्चै परिवर्तन भएका छन्। उनीहरू आफ्ना पापप्रति दुखी छन् र असल बन्न चाहन्छन्। परमेश्वरको हृदय पग्लियो। उहाँले भन्नुभयो, म तिनीहरूलाई सजाय दिन तयार थिएँ, तर अब तिनीहरू परिवर्तन भएका छन्। म तिनीहरूलाई माफ गर्छु। 40 दिन बित्यो, तर निनवेमा केही पनि नष्ट भएन। परमेश्वरले आफ्नो निर्णय बदल्नुभयो। सहर बचाइयो। निनवेका मानिसहरू अत्यन्तै खुसी भए। उनीहरूले भने, हाम्रो परमेश्वर कति दयालु हुनुहुन्छ। तर योना भने खुसी भएनन्। उनी रिसाए। उनले भने, हे परमेश्वर, मलाई थाहा थियो तपाईँ यस्तै गर्नुहुन्छ। तपाईँ धेरै दयालु हुनुहुन्छ। यी त इजरायलका शत्रु हुन्। अब तिनीहरू बाँचिहाले। मलाई मर्न दिनुहोस्। म बाँच्न चाहन्न। परमेश्वरले भन्नुभयो, योना, तिमी किन यति रिसाएका? के तिमीलाई लाग्छ तिम्रो रिस सही छ? योना केही नबोली सहर बाहिर गए। उनी एउटा डिलमा बसेर सहरतर्फ हेर्न थाले। परमेश्वरले योनामाथि दया गर्नुभयो। उहाँले एउटा बिरुवा उम्राउनुभयो जुन छिटै ठूलो भयो र योनालाई छाया दियो। कडा घामबाट योनाले आराम पाए। तर भोलिपल्ट परमेश्वरले एउटा किरा पठाउनुभयो जसले त्यो बिरुवा सुकाइदियो। छाया हट्यो। तातो हावा र कडा घाम लाग्यो। योना फेरि चिच्याए, मलाई मर्न देऊ, म बाँच्न चाहन्न। परमेश्वरले भन्नुभयो, योना, तिमी त्यो बिरुवाको लागि दुखी छौ जसको लागि तिमीले केही पनि गरेको थिएनौ। त्यो एक रातमै उम्र्यो र एक रातमै सुक्यो। त्यसो भए निनवे सहरका लाखौं मानिसहरूका लागि म दुखी नहुनु? त्यहाँ धेरै बच्चाहरू छन् जसले राम्रो नराम्रो छुट्याउन सक्दैनन्।
त्यहाँ धेरै जनावरहरू पनि छन्। तिमी एउटा बिरुवाको लागि दुखी हुन्छौ भने म यति धेरै मानिस र प्राणीहरूका लागि दुखी नहुनु। त्यसपछि योनाले बुझ्न थाले। उनले बुझ्न सके कि परमेश्वर केवल इजरायलका मानिसहरूको मात्र परमेश्वर होइनन्, उहाँ सबै मानिसहरूको पिता हुनुहुन्छ। योनाले पश्चाताप गरे। उनले भने, हे परमेश्वर, म गलत थिए। उहाँले मलाई प्रेमको अर्थ सिकाउनुभयो। निनवेका मानिसहरू नयाँ जीवनमा खुसी थिए। शहरमा इमानदारी, न्याय, करुणा र प्रेम फैलियो। अन्ततः योना आफ्नो घर फर्किन लागे। निनवेका मानिसहरूले योनालाई सम्मान गरे। राजाले इनाम दिन चाहदा योनाले भने, मलाई केही चाहिँदैन, म केवल परमेश्वरको सन्देशवाहक हुँ। योना आफ्नो बाटो लागे र सोच्दै गए, मच्छलीको पेटमा बिताएका 3 दिनले